नमस्ते एभ्रिवान, स्वागत छ तपाईहरुलाई यस नमस्ते डिजिटल लर्निङ सेन्टरमा। आजको यस भिडियोमा म तपाईहरुलाई कोरल ड्रको सहायताले कसरी याल्जीको लोगो डिजाइन गर्ने त्यसको बारेमा सिकाउने छु। सो भिडियोलाई भन्दा सुरुमा हामी आफ्नो कोरल ड्र ओपन गर्नुपर्छ। म चाहिँ आफ्नो कोरल ड्र अलरेडी ओपन गरिसकेको छु। सो कोरल ड्र ओपन गरिसकेपछि अब जानुपर्छ इलिप्स टुल लिन। सो इलिप्स टुल हाम्रो यो वाला हो। यदि सर्टकटमा इलिप्स टुल लिनको लागि F7 बटन प्रेस गरेर पनि लिन सकिन्छ। सो इलिप्स टुल लिइसकेपछि किबोर्डमा रहेको कन्ट्रोल बटनसँग यसरी ड्र्याग गर्ने। सो यति ड्र्याग गरिसकेपछि अब हाम्रो माउसको पोइन्टरलाई यो पोइन्टमा लग्ने। हाम्रो माउसको पोइन्टर चाहिँ यस्तो प्लस हुन्छ अनि यो पोइन्टमा लग्दाखेरि हाम्रो माउसको पोइन्टर पनि चेन्ज हुन्छ है त। सो हाम्रो माउसको पोइन्टर यस्तो भइसकेपछि किबोर्डमा रहेको शिफ्ट बटनसँग यसरी भित्र ढकल्ने अनि छोड्दाखेरि माउसको राइट क्लिक गर्ने। सो यति गरिसकेपछि अब यहाँ माथि जानुपर्छ। यहाँ आर्क भन्ने अप्सन देखिन्छ। सो आर्क भन्ने अप्सनमा क्लिक गर्ने अनि यसको अगाडि हुन्छ हाम्रो यहाँ मिरर्स बटन भन्ने अप्सन। सो माथिकोमा क्लिक गर्ने, तलकोमा पनि। सो फाइनल्ली हाम्रो यस्तो चाहिँ हुनुपर्छ है त, जी जस्तो देखिनु पर्यो क्या। सो यति भइसकेपछि अब हामी जानुपर्छ बेजियर टुल लिन। सो बेजियर टुल लिनको लागि यहाँ जाने, हाम्रो यो वाला भनेको बेजियर टुल हो। सो बेजियर टुललाई सेलेक्ट गर्ने। सेलेक्ट गरिसकेपछि अब हल्का जुमलाई ठुलो बनाउने। सो जुम आउट गर्छु म चाहिँ, यतिको जुम गरे। यति जुम गरिसकेपछि अब यहाँ क्लिक गर्ने, अब तल पनि क्लिक गर्नुपर्छ। सो तल क्लिक गर्ने अनि यता क्लिक गर्ने। सो यति भइसकेपछि किबोर्डमा रहेको स्पेस बटनलाई दुईचोटि प्रेस गर्ने। सो अब यहाँ क्लिक गर्ने, यता क्लिक गर्नु पर्यो। सो अब जुमलाई कम गर्ने। सो यति भइसकेपछि अब इलिप्स टुल लिन जानुपर्छ फेरि पनि। सो इलिप्स टुल लिनको लागि यहाँ जाने, इलिप्स टुल लिइसकेपछि अब किबोर्डमा रहेको कन्ट्रोल बटनसँग यसरी सानो गोलो बनाउने। ओके, यति भइसकेपछि स्पेस बटन प्रेस गर्ने। अब यहाँ बाहिर क्लिक गरौँ। अब यो भित्रकोलाई सेलेक्ट गर्ने। सो सेलेक्ट गरिसकेपछि किबोर्डमा रहेको F12 बटन प्रेस गर्ने। ओके, F12 बटन प्रेस गरिसकेपछि हाम्रो यस्तो इन्टरफेस देख्न सकिन्छ। अनि यहाँ हाम्रो हेयरलाइन भन्ने अप्सन छ। सो यहाँ क्लिक गर्ने अनि हाम्रो यहाँ चाहिँ साइज देखिन्छ है त। सो यहाँ साइज देख्न सकिन्छ। जस्तो सुरुमा छ हाम्रो 0.5 pt अनि सेकेन्डमा छ 1.0 pt। त्यसै गरेर हामीसँग धेरै अप्सनहरू छ। अहिलेको लागि मैले चाहिँ 8.0 pt भन्ने अप्सनलाई चुज गर्छु। सो यसमा क्लिक गर्ने। क्लिक गरिसकेपछि हाम्रो यहाँ ओके भन्ने अप्सन छ। सो ओके क्लिक गर्ने। सो फाइनल्ली हाम्रो यसको साइज चाहिँ हल्का मोटो भइसकेको छ। ओके, यति भइसकेपछि अब यसमा हामी क्लिक गरौँ। क्लिक गरिसकेपछि यसमा अब हालिदिने कलर। सो यसमा रेड कलर हाल्नुपर्छ। सो रेड कलर हाल्नको लागि रेड कलर खोज्नु पर्यो। सो रेड कलर कता छ? सो यसमा रेड कलर हाल्ने अनि यो भित्रको छ जुन, यसलाई फेरि सेलेक्ट गर्ने, भित्रकोलाई मात्रै। भित्रकोलाई सेलेक्ट गरिसकेपछि यसमा हामी हालिदिन्छौँ लेफ्ट राइट व्हाइट कलर। सो फाइनल्ली हाम्रो याल्जीको लोगो तयार भइसकेको छ।